फोन नम्बर छैन फोन नम्बर त छैन उसको मेसेन्जरबाट गरिन्छ तपाईहरु यस्तै यो कमजोर हो क्या फोन नम्बर त राख्नुपर्छ नि आफ्नो मान्छेको मैले अस्ति उहाँको छोरीहरु को हुनुहुन्छ अरु को हुनुहुन्छ एउटा उनीले बिहे गरेर गरे यहाँ नजिक भएको चाहिँ को छन् नजिक उता अब दुईटा छोरा यता लाग्थ्यो उहाँको फोन नम्बर छैन उसको चेन्ज गरेछ बहिनी छ नि उसको बहिनी कान्छी छ त आफ्नै बहिनी उहाँको फोन नम्बर छैन छैन त्यो हिजो गएको म 8-9 चोटि बोलाएँ के अरे बाहिर निस्केन त पहिलाको त अब टिचर हो डिभोर्स गरेको हो किन डिभोर्स उहाँको नम्बर छैन खोल्नु मलाई त दिँदैन अब यहीँ हौ फोन गर्नु यहाँ लाग्दैन हेर्नु न नेटै छैन र त उहाँ चाहिँ छैन होला यहाँ छ होला नेट छ उहाँ छ नि कहाँ छ हिजो मात्रै उहाँ मेसेन्जरमा फोन गरेको मैले अनि नेट हो नेट वाइफाईमा कि केमा छ यहाँ यहाँ नेट छ नि नेटमा गर्नु त नेटमा गर्नु यहाँ फोन किसान भाइ यो मेरो छोरा हो फोन गर्नु यो मेरो छोरा कहाँ छ छोरा मेरो छोरा यहाँ बितमा छोरा कहाँ छ कुन हो छोरा उनको चिन्दिनँ इङ्ग्लिसबाट म चिन्दिनँ अनि उहाँको छोरा छ कि छैन छ एउटा छोरा छ कति वर्षको 21 वर्ष छ अस्ति बेङ्गलोर गएर फर्केर आयो अरे फर्केर आयो भने फोन गरेर छैन बिहे भएको छ छैन छैन कन्ने केटा हो यो त सरिता को तर बधाई बधाई धनको अब तपाईहरुको यो साह्रै समस्या छ हेर्नुस् अब यो के गर्ने हामीलाई बोलाएर बोलाएर मात्रै समस्याको समाधान हुँदैन हैन यो तपाईहरुको आवाज हामी निकाल्ने मात्रै हो हैन जाँदैन हेर्नु न पक्कै पनि उहाँको आफ्नो आफन्त को हुनुहुन्छ चाँडै भन्दा चाँडै हामी रेवत गुरुको नम्बर यो स्क्रिनमा राख्ने छौं तपाईहरु चाँडै भन्दा चाँडै रेवत गुरुको घरमा आउनुहोस् र समस्याको समाधान गर्नुहोस् किनकि हेर्नुहोस् यस्तो लफडाले गर्दा भोलि कि बुढाको कि बुढीको ज्यान जान सक्छ त्यसकारणले हामीले यो भिडियो निर्माण गर्न गरिरहेका छौं छोरी बुहारी बाबा तीनजना कान्छा छोरा भएर तीनजना भएर मलाई फुटेको ठीक छ हामीले भन्नु उहाँको आफ्नो आफन्त आउनु पर्यो चाँडै सम्पर्कमा भनेर भन्नु किन कुट्नु भएको तपाईले चाहिँ अब नराम्रो कुरा नभन्न सरिता आउ न आउ भन्छ मान्दैन क्या टेर्दैन मुख छाड्छ अब जाता सुके मुख छाड्छ राणी रन्डी रन्डीको छोरा मलाई भन्छ अब के अरे बच्चा खाते भन्छ जसले नि भन्छ अहिले गाउँको मान्छेले सबै भेला गरौँ नि अहिले मान्छेले भन्छ यहाँ सुन्नु न घर छोडेर हिँड्ने हराएपछि मैले मिडिया बोलाउनु परेन अन्त्यबाट मिडिया नआउँदाखेरि म इलाका जान्थेँ आज आफ्नो मान्छे बोलाउनु सबै यहाँ बोलाउनु बोलाउनु आफ्नो मान्छे उहाँको उसको त यहाँ छैन मान्छे बोलाउनु पर्यो नि त उहाँले देख्छ यो भिडियो अनि बोलाउनु पर्यो यहाँ समस्या समाधान त हुनु पर्यो नि मेरो छोराहरूलाई उहाँको छोरा परिवार सन्तानलाई आफन्तजनलाई बोलाउनु न यहाँबाट भन्दिनु भन्नु ल हाम्रो सरिता माग्रेन राईको के अरे दाजुहरू के अरे छोरीहरू छोराहरू को छ अब कुन ठाउँमा बस्नु भएको छ आइदिनु मलाई तनाव धेरै नै भयो होइन जाँडौसी नखाऊ मैले भन्न मान्दैन टेर्दैन अब खाते रन्डीको छोरा भन्छ मलाई के अरे टचर मात्रै देखेकै गर्छ एक दिन राम्रो बोल्यो भने मलाई के अरे 10 मनी लाग्यो भने उल्टो खेल्न नखाएर दियो बाजेर उहाँले कसो खाइहाल्छ भन्नु न यता उहाँको कुरा नसुन्नु र अनि तपाईहरु आइदिनु अब छोरा अब के अरे यहाँ त अब के अरे उसलाई त अब के अरे के पो भन्थ्यो मौसम भन्थ्यो होइन यहाँ आउँदा त नाम भन्थ्यो उसलाई बाउको उमेरसँग उमेर मिलेर के अरे मन्दिँदैन अरे हालेको हुन्छ नि म सक्छु त म एउटा बुढी मान्छे भएको तपाईँलाई लाज लाग्दैन लु त जतिखेर पनि राम्री भगरको देखेर जतिखेर चढिराख्नु रक्सी नखाएर बस्नु सकिँदैन नखाओस् न होइन यहाँ सुन्नु न रक्सी खाने कुरा यस्तो कुरामा मारेर बोल्छ जान्छ यस्तो होइन नि होइन मैले खेल्छु कारणले चाहिँ तपाईँ रक्सी खाएको हो त्यो खाइबस्नु हुन्छ नि त
अनि घरिघरि चाहिँ दिदो रुसी माछाले माछा र भरिघरि चाहिँ माछालाई उसलाई चढ्नै दिँदैन रहेछ उल्टो कुटे कुटे त्यो हुनु रहेछ के हाम्रो त्यो झगडा भनेको हो नि